Hello guys, welcome to my YouTube channel. म चाहिँ हामी आज ओसाका जान लाग्यो। दिदी यहाँ हुनुहुन्छ, म यहाँ छु। दिदी र म चाहिँ ओसाका बार्बिक्यू प्रोग्राम जान लाग्यो। ल है त कस्तो रमाइलो हुन्छ, कतिको रमाइलो हुन्छ उता गएर सबै देखाउने नै छु। हामी चाहिँ यहाँ 10 बजिसक्यो, कति बेला पुग्ने हो थाहा छैन। बाई बाई। ट्रेन चढेर जान लाग्छ। हेर्न सक्नुहुन्छ सबैजनाले। कन्फ्युज भएर यो दिदी चाहिँ के गरौँ सोध्ने के गर्ने भइरहेछ क्या। मामा कान्छौ ए मामा कान्छा सबैजना कति धेरै मान्छेहरू बसिरहेको छौँ। त्यहाँ सबै कोही काम गरेर हेलो 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 पामेन खाँतोलाई हामी चाहिँ यता छौँ। हेलो सबैजना चाहिँ बहिनीले त्यहीँको एउटा दिदीको बच्चा लिएर आएको थियो। अनि बहिनीलाई यताउता के भन्दै आफ्नै गुरुङ भाषामा हामीले चाहिँ दिदी र मैले भएर के भन्दै थियो। अनि बहिनी चाहिँ के गर्दैछ हो यहाँ, अनि भिडियो बनाएको के कसलाई पठाउन लाग्नु भएको र भनेर भन्दै थियो। अनि हामीले चाहिँ मम्मीलाई पठाउनु भन्दै थिएँ। सुरै भएन कि कति हामीहरू कति भइसक्यो। यहाँ कोही मासु बनाउँदै, कोही यता कोही टिकटक बनाइरहनु भयो। हामी चाहिँ होला र कार्यक्रमलाई अगाडि बढाउने अनुमति पनि दिन चाहन्छु। ताली सागर दाइ जाँदै हुनुहुन्छ। अब सागर दाइले अब राम्रो मन्तव्य राखेर आउनुहुन्छ भन्ने एकदम आशा राख्दछु। साथी यस्तो होला रे, छोटो मिठो है दाइलो। नमस्ते, मेरो नाम चाहिँ सागर हो। म चाहिँ कोबे ग्राम सभादेखि सबैहरूले यो वर्ष प्रथम पाउँदा म लगायत मेरो सम्पूर्ण कोबे समाजको मान्छेहरू एकदम आभारी छौँ। मेरो पनि त्यही नै हो, तपाईँहरूले भने जस्तै अब क्षेत्रमा रहेको गुरुङहरू चाहिँ एकसाथ रहेको पिकनिकको खाजा 11 बजे बोलाउनु भएको थियो, तर खाजा फाइनली 4 बजीतिर आइपुग्यो। केही छैन, सबैजना खाइरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ। हामी चाहिँ अब खान्छौँ गइस। अनि हाम्रो खाजा आयो, खायौँ। दुई बहिनी गफ गर्दै, अरू कोही थिएन। दाइ दिदी चाहिँ यता साइडमा बसेर खाइरहनु भएको थियो। अनि त्यहीँ ओसाकाको सोल्टिनीहरू, क्योतोको सोल्टिनीहरू चाहिँ हामीलाई दिएर अनि उनीहरू पनि साइडमा बसेर खाइरहनु भएको थियो। अनि गफ गरौँ भने पनि फर्स्ट टाइम सुरुमै खासै बोलिएन। बहिनीहरू थियो, बहिनीहरूसँग चाहिँ बोलियो। दुई बहिनी लगभग खाएर भइसक्यो। नाच्दै हुनुहुन्छ, रमाइलो गर्नुहुन्छ। घरमा चाहिँ खाँदैछु। मेन डान्सरहरू हामी चाहिँ चिल एकदम यहाँ खाने
बस्नु सक्यो जिन्दगी यति हो Bye bye guys, bye bye bye. यहाँ चाहिँ रमाइलो हुँदैछ धुमधामसँग होइन होइन अरू सोल्टीले चाहिँ यहाँ बाटो छ क्या सोल्टीले यसरी त दिलाई हो किन हो देखिन्छ भनेर क्या हो यस्तो अब त्यहाँ सबै छोडेर हामी जान लाग्यो गाइस किनभने हामीलाई ज्याउ लाग्यो भन्दा नि रमाइलो त भयो तर पनि ननाच्ने म एक्लै नाच्ने मेरो खुट्का अनि म चाहिँ अब जान लाग्यो त्यहाँ सबै रमाइलो चाहिँ गरिरहेछ तर पनि ल गाइस हामी चाहिँ फाइनली बार्बिक्यू देखाएर फर्केको अनि भिडियो त त्यस्तो बनाइएन थोरै क्लिप लिएको छु मलाई झ्याउलाएन भने हाल्छु झ्याउलायो भने चाहिँ हाल्दैन किनकि मैले चाहिँ दिदीको बाटो भिडियो गरेर चाहिँ अहिले मेरो मोबाइलमा स्टोरेज फुल भयो किनकि मैले भिडियो धेरै गरिरहेको छु त्यही भएर गाइस यदि मेरो भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब कमेन्ट के जाति सबै गरिदिनु होला